मेरो साथी र म चाहिँ कहीँ भनेर जाँदैछौँ यहाँ चाहिँ। हेलो एभ्रिवान, हजुरलाई स्वागत छ मेरो आजको न्यू ब्लगमा। गाइस, आज भन्दा पनि यो चाहिँ धेरै दिन अगाडिको भिडियो। यति अल्छी नै भएको छु नि म, भिडियो दिन चाहिँ छोडिसकेको नै छु गाइस। धेरै भएको छ, लङ ब्लग चाहिँ दिएको नै छैन। अनि यहाँ चाहिँ साथी र म भनेर चाहिँ यहाँ चाहिँ निक्लिसकेको छौँ। हाम्रो गाउँको रास्तामा पनि पुगिसकेको छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ। भिडियो के कस्तो लाग्छ अन्तिम तक हेरेर कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। यहाँ चाहिँ हाइवेमा पनि पुगिसकेको छौँ। यो चाहिँ हो सद्य धौलो सद्य ब्रिज। म चाहिँ स्कुटी कुदाउँदै थिएँ, साथी चाहिँ पछाडि बसेर भिडियो गरिदिँदै थिइन्। हामीहरू चाहिँ गएको थियौँ चापोखुवा। चापोखुवा चाहिँ के को लागि भनेर त्यो चाहिँ म भन्दैछु है। यहाँ चाहिँ अनि हामी जहाँ भनेर गएको थियौँ त्यो चाहिँ खोज्दै खोज्दै फास्ट गएको, हामी चाहिँ देखेकै थिएनौँ अब। अनि फर्स्ट टाइम गएको, खोज्दै खोज्दै बल्ल बल्ल भेटेर यहाँ चाहिँ अनि म चाहिँ भिडियो गर्दैछु। यहाँ चाहिँ मान्छे देखिने रहेछ भन्दै म चाहिँ देखाउँदैछु होइन। अनि यहाँ चाहिँ मेरो साथी चाहिँ उसको चाहिँ दाँतको प्रब्लम थियो, अलिक फाँक फाँक भएको थियो नि त उसको चाहिँ। अनि हो त्यही बनाउन भनेर गएको थिइन्। अनि यहाँ चाहिँ एकदम राम्रो गर्दो रहेछ काम चाहिँ होइन। यति फाँक फाँक भएको छ नि त अब होइन। उसले चाहिँ पुरै अब जस्तो अरूको उसको चाहिँ पातला छ अनि पुरा बाक्लो बनाइदिने रहेछ कि दाँत चाहिँ पुरै। अनि दाँत लगाएको न के लगायो त्यो चाहिँ मलाई पनि थाहा भएन। ऊ चाहिँ अनि म चाहिँ यहाँ बेजी पनि हान्नुहुन्छ भनेर म चाहिँ सोध्दैछु। अनि बेजी चाहिँ हानेको होइन रहेछ, त्यहाँ केही गर्ने रहेछ। अनि उहाँ चाहिँ जे गर्नु त्यो प्रोसेस चाहिँ स्टार्ट भइसकेको छ। यता चाहिँ पुरै गरिराख्नु भएको छ दाजु चाहिँ। अनि मलाई चाहिँ यति अल्छी लागेको छ नि गाइस, यो दिन चाहिँ कसरी कटो भन्ने मलाई मात्रै थाहा छ। हामी चाहिँ 11 साढे 11 पुगेको थियौँ। त्यहाँबाट चाहिँ अनि धेरै टाइम लाग्दो रहेछ। झन्डै हामी चाहिँ 4 बजीतिर चाहिँ घुर्यौँ होइन। यहाँ चाहिँ अनि एकजना दाजु पनि आउनुभएको रहेछ। दाँत यहाँ चाहिँ धेरै पेसेन्ट आउनु हुँदो रहेछ है दाँतको लागि चाहिँ। अनि यहाँ चाहिँ हेर्नु न मेरो साथी चाहिँ अनि पुरा दाँत देखाइरहेको छिनु चाहिँ कति राम्रो। अब अघि चाहिँ पुरा पातला पातला थियो नि त नि, अहिले चाहिँ पुरा राम्रो भएको छ। अनि हामीहरू चाहिँ यहाँ नि निक्लेर त्यहाँ काम भइसकेको छ, त्यहाँबाट यता निक्लेर थुक्पा दोकान पसेको छौँ खानालाई भनेर हेर्दैछौँ। अब यहाँ चाहिँ हामी चापोखुवा त्यसरी चाहिँ हामी कहिले पनि गइराख्दैनौँ, कोही कोही बेला त्यस्तै काम पर्दा मात्रै जान्छौँ। त्यही भएर हामीलाई चाहिँ चापोखुवाको बारेमा केही नै थाहा छैन है। दाजुलाई चाहिँ त्यहाँ सोधेको, अनि ती अगाडि छ नि भनेर भनिदिनु भयो। अनि त्यहाँ चाहिँ हामीहरू गएर यहाँ चाहिँ खाँदैछौँ। अब कस्तो के थियो भन्दा चाहिँ अब त्यस्तो खास चाहिँ लागेन होइन, मलाई एकदम कम्ती जस्तो लाग्यो। अब यहाँ हाम्रो यता पनि छ दोकान तर एकदम कम लाग्यो है। यहाँ चाहिँ हेर्नु न कति राम्रो भएको छ है दाँत, त्यस्तो पातला थियो र भने जस्तै भएको छ। साँझ पनि परिसकेको छ। यता म चाहिँ स्कुटी निकाल्दैछु, मेरो साथीले चाहिँ भिडियो गर्दैछिन्। हामी चाहिँ दुईजना भएर निक्लिसकेको छौँ घरतिर फर्किन। अनि ऊ पनि नानी छोडेर गएको थियौँ नि त, अनि त्यही भएर हामी चाहिँ फटाफट गरेर आउँदै थियौँ। आजको ब्लग चाहिँ यतिमै एन्ड गर्छु। हजुरहरूलाई मन पर्यो भने फलो गरिदिनु होला, जो नयाँ हुनुहुन्छ उहाँहरूले फलो गरिदिनु होला, पुरानोहरूले लाइक कमेन्ट सेयर गरिदिनु होला। आजको ब्लग चाहिँ हाँस्दै उस्तै गयो आजको दिन। बाबा।